चक्र बनाउने स्वर्गीय प्रशान्त तामाङ जो 2026 11 जनवरी गत हिजो उहाँको देहावसान भएको छ र उहाँ 2005 को इन्डियन आइडल राष्ट्रिय स्तरीय प्रतियोगितामा बङ्गाल पुलिसमा कार्यरत हुँदै पनि उहाँले सहभागिता जनाएर अन्तिम चरणमा फाइनलसम्म पुगेर जोरदार तरिकाले अमित पल भन्ने एकजना हाम्रै मेघालयका एकजना भाइलाई हराउँदै र उहाँको यस विजयी जुलुस कार्यक्रमले हाम्रा गोर्खा जनमानसमा एउटा नयाँ ऊर्जा ल्याएको थियो र त्यहाँ पछाडि फेरि गोर्खाल्यान्ड आन्दोलनको एउटा चर्को आवाज पनि उहाँको विजयको भएको दिनबाट फेरि चर्किएको थियो र आज उहाँको देहान्तले हामी समग्र भारतवासी तथा विश्ववासी गोर्खाहरूलाई मर्माहत बनाएको छ। हामी शोकमा छौँ र उहाँको यस पृथ्वीबाट गमन भएको जुन एउटा शोक घडीमा हामी पनि यहाँ एकत्रित भएर उहाँको मृत आत्माको चिर शान्तिको निमित्त 1 मिनेटको मौन व्रत धारण गरेर उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न गइरहेका छौँ। त्योभन्दा पहिले हामी उहाँको यस तस्बिरमा दीप प्रज्वलन गरिदिन हुन म दीप प्रज्वलन अगाडि भइसकेछ र केही छैन, हामी सबैले मिलेर दीप प्रज्वलन पुष्पाञ्जली अर्पण गरिसक्यौँ र उहाँको आत्माको चिर शान्तिको निमित्त र उहाँको आत्माले वैकुण्ठमा बास पाओस् र हाम्रा गोर्खे जति पनि कलाकारहरू छन् गोर्खा जनताहरूलाई उहाँको जुन एउटा गोर्खा जातिप्रति समर्पित भावना थियो त्यसले हामीलाई पनि सधैँभरि एउटा साहस दिइरहोस् भन्ने कामना गर्दै 1 मिनेटको मौन व्रत अवलम्बन गर्न म अनुरोध गर्दछु।